जुजलपा नमस्ते। आज पनि हामी समय सन्दर्भ लिएर उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापा। श्रोताहरूलाई स्वागत छ। मैले एउटा स्वास्थ्य कर्मीलाई आज कार्यक्रममा निम्त्याएको छु। स्वास्थ्य कर्मी हुनुहुन्छ रोजिना सिलवाल। उहाँले धेरै लामो समयदेखि पहिले स्टाफ नर्स हुनुहुन्थ्यो। धेरै लामो समयदेखि उहाँ चाहिँ यो नर्सिङ पेसामा हुनुहुन्छ। अहिले चाहिँ उहाँ एपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत हुनुहुन्छ। म कार्यक्रममा उहाँलाई स्वागत गर्न चाहन्छु। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो हेलो रोजिना सिलवालजी, कार्यक्रममा म यहाँलाई स्वागत गर्न चाहन्छु। हजुर, धन्यवाद। कस्तो हुनुहुन्छ? स्वस्थ हुनुहुन्छ? ठिकै छु। तपाईँको व्यस्त समयको बावजुद पनि आज हामीलाई समय दिनुभयो, म फेरि पनि धन्यवाद दिन चाहन्छु। हेलो। अनि मलाई सुन्नुभएको छ राम्रोसँग? अलि आवाज अलि सानो आइरहेको छ। मेरो साउन्ड अब बिस्तारै हुन्छ। अलिकति बाहिरतिरको सराउन्डिङ तपाईँको त्यहाँनिरको अलि त्यसले पनि असर गर्छ। किन हल्ला छैन, म रुममै छु। हो, ठिकै छ। म अलिकति चर्को स्वरले बोल्छु है त। अनि अब यो पेसामा लाग्नुभएको कति भयो यहाँ? हजुर, अब 6 वर्ष भयो। 2014 देखि चाहिँ जब गर्न थालेको। हजुर। अनि सुरुमै नर्सिङ, अब भनौँ न, उद्देश्य नै नर्सिङ पेसामा लाग्छु भन्ने थियो कि कसो? अब स्कुल सकिने बित्तिकै नै नर्सिङ चुज गरेको। आफ्नो रोजाइकै विषय थियो? केही थिएन। हजुर। स्कुल सकेपछि चाहिँ अब बिरामीहरूको सेवामा लाग्छु भन्ने चाहिँ थियो। अनि त्यही अनुसारले चाहिँ अब नर्सिङ चाहिँ चुज गरियो। हजुर। अब यसरी अरू कुनै कारण, एउटा कुनै किसिमको भनौँ न, दिमागमा कुनै किसिमको एकदमै असर परिरहेको कारणले गर्दाखेरि यो पेसा छान्ने पनि हुन्छन्? हजुर। परिवारको कुनै कारण त थिएन। हजुर। परिवारले जहिले पनि सपोर्टै गर्नुभएको थियो। हजुर। मेडिकल लाइनमा लाग्छु भन्ने चाहिँ थियो। अनि त्यसपछि एसएलसी पछि अब के गर्ने भन्ने भयो। त्यसपछि जान्न त इन्ट्रान्स प्रिपरेसन भनेर जाँदाखेरि चाहिँ अब नर्सिङ नै कन्टिन्यू गर्ने भनेर चाहिँ नर्सिङ कन्टिन्यू गरेको। ड्युटीहरू त्यस्तै पर्छन्, साँझ बिहान राति पर्छन्। अलिक गाह्रो छ है यो पेसा पनि? हजुर, अलिक गाह्रो छ है पेसा? ड्युटीहरू साँझ बिहान राति पर्न सक्छन् होइन? हजुरको आवाज चाहिँ सानो आयो, मैले त्यति राम्रोसँग सुन्दै सुनिनँ। कति गाह्रो छ यो नर्सिङ पेसा? गाह्रो त अब सबै पेसाको आफ्नै गाह्रो त भइ नै हाल्छ होइन। अब नर्सिङको विशेष के गाह्रो छ भन्दाखेरि अलिकति टाइम म्यानेजमेन्ट गर्न सकेन भने एउटा त्यो गाह्रो भयो। अनि प्लस चाहिँ अब पर्सनल गाह्रो भन्दाखेरि चाहिँ नर्सिङमा चाहिँ अब तपाईँलाई कन्टिन्युटी गर्न चाहिँ के गाह्रो हुन्छ भन्दाखेरि तपाईँले कति धेरै गर्नुभयो जस्तै पाइँदैन भन्ने चाहिँ गाह्रो हुन्छ। गाह्रो त गाह्रै छ, किनभने मान्छेलाई नर्स के हो भन्ने कुरै थाहा हुँदैन। गऱ्यो कसले डक्टरले, नर्सले त के गर्छ र भन्ने कुरा नर्सको काम बुझाउन नै गाह्रो हुन्छ कि। हजुर, जस नपाइने है? हजुर, जस भनेपछि चाहिँ अब ठिक भयो कसले भन्दाखेरि त डक्टरले गरे हो नि भन्ने हुन्छ नि त। अब नर्सले के गर्यो भन्ने नै हाम्रो जस्तो ठाउँमा चाहिँ नर्सले के गर्यो भन्ने थाहा नै हुँदैन कि। हामी के काम छ र नर्सको भन्ने कुरा नै मान्छेलाई थाहा नभएपछि अलिक जस पाउन चाहिँ गाह्रै हुन्छ। हजुर, पक्कै पनि। काम चाहिँ अब डक्टरले आदेश दिनुहुन्छ, त्यसको आधारमा सबै आफैले गर्नुपर्छ। तर कसले गर्दा ठिक भयो बिरामीलाई भन्दाखेरि डक्टरकै नाउँ मात्रै लिन्छन् है? हजुर, अब त्यो जस पाउने बेलामा चाहिँ नर्सको नाम एकदमै रियर पाउन त हामीले पाएको छ नपाएको छैन, तर एकदम रियर कन्डिसनमा मात्रै आउँछ, नत्र आउँदैन। जस पाउने बेलामा चाहिँ नर्सको नाम खासै आउँदैन। हजुर, पक्कै पनि यो पेसै यस्तै किसिमको हो। आफ्नो लगनशीलता छोड्नु हुँदैन, म यहाँलाई अनुरोध गर्न चाहन्छु। अनि यो पेसामा लाग्दाखेरि कुनै एकदम रमाइला पलहरू हुन्छन् नि, एकदम अविस्मरणीय पलहरू, केही अनुभव छ यहाँलाई? अब रमाइला पलहरू त धेरै नै छन्। हजुर। सबभन्दा रमाइलो पल भनेको चाहिँ अब एउटा पेसेन्ट हुनुहुन्थ्यो। उहाँ चाहिँ कति बस्नुभयो भन्दाखेरि नियरली अहिले रोड ट्राफिक एक्सिडेन्ट भएर म ग्रान्डी हस्पिटलमा आउँदाखेरि चाहिँ 6 महिना पुरै हस्पिटलाइज हुनुहुन्थ्यो। अनि 6 महिनापछि
उहाँ उठेर हिँडेर जाँदाखेरि चाहिँ त्यो पल चाहिँ सबैभन्दा रमाइलो लागेको थियो किनभने 6 महिना कन्टिन्युस हामीले केयर गरिसकेको पेसेन्ट उठेर बल्ल त्यसपछि उठेर हिँड्दाखेरि चाहिँ त्यो एउटा पल चाहिँ एकदम रमाइलो थियो नर्सिङकै बेसिकली भन्नुपर्दाखेरि चाहिँ हजुर पक्कै पनि 6 महिनासम्म एउटा पेसेन्टलाई सेवा गर्दाखेरि अब उहाँसँगको नजिकी पनि हुन्छ त्यहाँनिर छुट्टिएर जाँदाखेरि दुःख पनि लाग्दो होला है हजुर त्यतिखेर अब 6 महिनासम्म पेसेन्टसँग बससँगै काम गरियो पेसेन्टलाई उद्धार गरियो त्यस पछाडि पेसेन्ट अब त्यो हस्पिटल छोडेर जाँदाखेरि कता कता दुःख पनि लाग्दो होला नि यस्तो चिज हो यो मेडिकल प्रोफेसन चाहिँ छोडेर गएको मान्छे जाँदाखेरि चाहिँ साह्रै खुसी लाग्दो रहेछ किनभने हस्पिटलबाट निस्कँदा त्यो दुःखबाट चाहिँ उहाँ जानुभयो हाम्रो केयरले चाहिँ काम गर्यो भन्ने हुन्छ छुट्टिँदा दुःख चाहिँ हुँदैन ए हजुर बरु हामी कामना गर्छौँ कि पछि फेरि भेटिनु नपरोस् यस्तो अवस्थामा भन्ने कुरा हुन्छ छुट्टिँदा दुःख भन्ने चाहिँ हुँदैन छुट्टिँदा चाहिँ एकदम खुसी लाग्छ फाइनली उहाँ परिवारसँग जाँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ हुन्छ अब ह्याबिट चाहिँ परिसकेको हुन्छ भनौँ न बिरामी कन्टिन्यू हेर्दाखेरि यो बेलामा यो बिरामी थियो है भन्ने आदत चाहिँ भएकै हुन्छ अनि काम गर्दाखेरि अब कोही बेला ड्युटी यहाँहरूको डबल ड्युटी पर्न सक्ने यताउति केही सम्भावना कस्तो छ अब राति बिहानको ड्युटी चेन्ज हुन्छ नि है डबल ड्युटी क्राइसिस सिचुएसन्समा चाहिँ पर्छ अब कुनै बेला स्टाफ कम भइदिन्छ अब साथी बिरामी भयो भने पनि डबल ड्युटी गरिन्छ अब नर्सिङ भन्दा यस्तो चिज हो नेपालमा मात्रै होइन वर्ल्डमै पनि अन्डर स्टाफ नै छ जहिले पनि पुगेकै छैन भनेपछि अनि अब एकजना अलिकति यताउता हुने बित्तिकै डबल ड्युटी त परि नै हाल्छ प्लस अब क्राइसिस सिचुएसन्स हो भने त डबल टेबल पनि हेरिँदैन अब जस्तो कुनै इपिडेमिक ब्रेकआउट भयो भने अब के अरे भूकम्पकै टाइममा पनि हामीले 48 घण्टासम्म ड्युटी गरेकै हो अब त्यो सिचुएसनहरूमा चाहिँ पर्छ डबल ड्युटी कहिले काहीँ परि नै रहन्छ अब साथी बिरामी भयो भने डबल ड्युटी राख्नुपर्ने नै हुनसक्छ किनभने हामीसँग स्टाफ त्यति पुरा नै हुँदैन त्यही भएर घरिघरि तर त्यस्तो सक्दै त पर्दैन कुनै बेला चाहिँ यो पेसामा किन लागेछु जस्तो अलिकति फिल हुन्छ कि यो पेसामा लागेर मैले गर्व गरेछु भन्ने फिल हुन्छ यहाँलाई कुनै बेला चाहिँ अब काम गर्दा एकदम बोर हुन्छ नि थकान हुन्छ नि त्यतिखेर व्यर्थै यो पेसामा लागेछु भन्ने कुनै किसिमको फिलिङ हुन्छ मैले हजुरको क्वेशनै बुझेन आवाज एकदमै टुक्रेर आइरहेछ कस्तो भने अब कुनै दुःखको क्षण छ यो पेसामा लागेर एकदमै भनौँ न दुःखका क्षणहरू पनि हुन्छन् नि यहाँको दुःखका क्षणहरू पनि अब जस्तै सुखको क्षण जस्तै धेरै छ अब घरिघरि त लाग्छ कि किन आए नर्सिङ बेकार नआएको भए हुन्थ्यो भन्ने कुरा हुन्छ अब कति कुरा त्यस्तो हुन्छ कि सबैतिरबाट गाली खाने हामी नै परिरहेको हुन्छौँ होइन जुन गल्ती पनि गरेको छैन त्यो कुरामा पनि गाली खानुपर्ने हुन्छ अब डक्टर सपोज कि डक्टरै ढिलो आइदिनु भयो भने पनि एकदम नराम्रोसँग गाली खानुपर्ने हुन्छ किनभने फोकल पर्सन त हामी हुन्छौँ अनि फेरि त्यही मान्छेले डक्टर आइदाखेरि होइन हामीले त केही पनि भनेको छैन भनिदिनुहुन्छ हामीले डक्टरलाई हतार बोलाएको हुन्छ अनि पछि फेरि डक्टरको गाली खाने पनि हामी नै हुन्छौँ सिचुएसन्सहरू पनि धेरै छन् अब एकदमै दुःख लागेको भन्दाखेरि एकचोटि अब पेसेन्टलाई केयर गर्दा गर्दै सडन डेथ भएको त्यो पेसेन्टको आइसियुमा आर्मी हस्पिटलमा इन्टर्नसिप गर्दाखेरि चाहिँ अब एकदम भर्खर 17 इयर्सको मेल हुनुहुन्थ्यो क्याडेट हुनुहुन्थ्यो ट्रेनिङको उहाँ चाहिँ आँखी अगाडि एकदमै छिटो एक्सपायर हुनुभएको थियो अनि त्यसपछि त्यो बेलामा चाहिँ साह्रै केही पनि गर्न सकेनौँ हामीले भन्ने फिलिङ्स आयो त्यो बेला चाहिँ एकदम दुःख लागेको थियो बाँकी सानोतिनो दुःख भनेर त भइ नै हालिहाल्छ हजुर अनि कुनै बेला यहाँलाई चाहिँ मैले गर्व गर्ने क्षण पनि हुन्छ नि है मैले यस्तो किसिमको काम गरेँ भन्ने किसिमको हजुर त्यस्तो कुनै स्मरणमा छ हजुर छ त्यो पनि अलिकति अनुभव सेयर गरौँ न गर्व गर्ने क्षण एउटा रिसेन्टली चाहिँ एचएलई नेपालले चाहिँ हामीलाई कोभिड मा खटेको बाबु चाहिँ उहाँले चाहिँ लेटर्सहरू पठाउनु भएको थियो होइन त्यो बेला चाहिँ हो कि गइरहेछु भन्ने कुरा नै लागेको थियो भने अर्को चाहिँ ग्रान्डीमा भूकम्पको बेलामा काम गरेर पछि सबैले रिकगनाइज गर्नुभएको थियो त्यो बेलामा पनि त्यो रिकग्निसन पाउँदा पनि एकदमै गर्व लाग्थ्यो कि मैले गरेको कामले चाहिँ रिकग्निसन पायो है भनेर त्यसमा चाहिँ ल मैले पनि केही गरिरहेको रहेछु लागेको थियो भने भूकम्पकै बेलामा जुन सिपिआर गरेर पेसेन्ट बचाइसकेपछि चाहिँ
त्यसपछि चाहिँ जब पेसेन्ट पाएको त्यो बेलामा चाहिँ हो यही दिनको लागि हो नर्सिङ गरेको जस्तो चाहिँ भएको थियो। पक्कै पनि है। अब यहाँहरूले यस्तो काम गर्नुहुन्छ, एकदमै गर्व गर्न लायक काम हो यो नर्सिङ भन्ने पेसा पनि। अनि सरकारी सुविधाहरू चाहिँ के कसो छ, सन्तोष हुनुहुन्छ यसबाट? सरकारी सुविधाहरू चाहिँ अरू स्केल सरै हो। म चाहिँ अब छात्रवृत्ति करारमा हो, त्यही भएर ग्रेड बाहेक अरू सुविधाहरू त पाइ नै रहेको छ। हजुर। अनि अहिले फेरि यो स्टाफ नर्सहरूको, डक्टरहरूको, अन्य चिकित्सा कर्मीहरूको एउटा स्ट्राइक जस्तो पनि भइरहेको छ नि होइन, यो सुविधाहरू पाएन, भत्ता दिएन भनेर। हजुर, सुविधा भन्दा कि भत्ताहरू दिएन भनेर के आन्दोलन पनि भइरहेको छ नि है अहिले। यो चाहिँ यस्तो छ, सीमित ठाउँले मात्रै कोरोना भत्ता पाएको छ होइन, जुन चाहिँ हामीले पनि पाएको छैनौँ। किनभने प्रत्यक्ष रूपमा कीर्तिपुरमा खटेको हो, तर कीर्तिपुरकै स्टाफले चाहिँ पाउनुभयो उहाँहरूलाई, त्यहीँबाट तलब खानेहरूलाई चाहिँ आएको। अब हामी त विभागबाट तलब खानेहरूले चाहिँ अहिलेसम्म पनि भत्ता पाएकै छैन, कतै पनि पाएको छैन। हामी मात्र होइन कि विभागबाट तलब खाने कुनै पनि कर्मचारीले पाएको छैन। खटिनु भएको छ, धेरै ठाउँमा खटिनु भएको छ, एयरपोर्टमा खटिनु भयो, अब हेल्थ डेस्क भन्दै नागढुङ्गातिर राखियो, अनि त्यसपछि अर्को भनेको इचङ्गुतिर, त्यो आइसोलेसन सेन्टर डिफ्रेन्ट ठाउँमा पठाइयो। तर कसैले पनि विभागबाट पाउनेहरू चाहिँ कसैले पनि पाउनु भएको छैन। सीमित हस्पिटलहरूले चाहिँ पाइराख्नु भएको छ, सीमित ठाउँकोले मात्रै पाउनु भएको छ। खोइ त्यसमा चाहिँ खोइ के भएको हो, अब हामी कुरा उठाइरहेको सोधिरहेको हुन्छन्, आइपुगेको छैन। आउँछ भन्नुभएको छ, आउँछ भनेको साउन्डदेखि नै आउँछ भन्नुभएको, अहिलेसम्म आएको चाहिँ छैन। अनि यो कार्यक्षेत्रमा लाग्दै हाम्रा कतिपय डक्टरहरूले पनि ज्यान गुमाउनु भएको हामीले पढेका छौँ। यहाँलाई चाहिँ यस किसिमको कुनै किसिमको अप्ठ्यारो परेन? हजुर, कार्यक्षेत्रमा डक्टरहरूले पनि ज्यान गुमाएको हामीले समाचारमा पढेका छौँ। यहाँलाई चाहिँ कुनै किसिमको अप्ठ्यारो महसुस भएन त्यतिखेर? होइन, कोरोना, यसपालिको कोरोनाले गर्दाखेरि डक्टरहरूले ज्यान गुमाएको हामीले समाचारमा पढेका छौँ नि। 2-3 डक्टरहरूको नाउँ पनि यहाँ के थियो। हजुरको आवाज एकदमै टुक्रेर आयो, मैले लास्टको पछाडिको नै सुनिनँ, डक्टरहरू मात्रै सुने। डक्टरहरू पनि यो कोरोनाले गर्दाखेरि डक्टरहरू पनि बित्नु भएको समाचार सुनेको छौँ। हजुर। अनि यहाँलाई चाहिँ स्वस्थ हुनुभयो नि यो कोरोना अवधिभरि? कोरोना ठिकै थियो, मलाई कोरोना चाहिँ लागेको, मलाई पनि म पोजिटिभ चाहिँ आएको। पोजिटिभ हुनुभयो? हाम्रो दसैँ पछाडिको टाइममा चाहिँ मलाई पनि पोजिटिभ आएको। मलाई चाहिँ सामान्य सिम्टम्स मात्र थियो, घरमै बसेर म्यानेज भयो। तर त्यो जान चाहिँ नेगेटिभ आउन चाहिँ मलाई 1 महिना लाग्यो। म 1 महिना पुरै बस्नु, 1 महिना 21 डेज त पुरै आइसोलेसनमा भएर बस्नु पर्यो। अनि त्यसपछि चाहिँ बल्ल अब सिटी भ्यालु कम भयो भने सर्दैन भने पनि नयाँ हो, हामीलाई त्यति थाहा पनि छैन। बाँकी त हाइपोथेसिस डेभलप गरिरहेको हो, त्यो हाइपोथेसिस टेस्ट पनि भएको छैन कि यही कारणले एक्ज्याक्टली सर्दैन नि त भन्ने पनि छैन। त्यही भएर चाहिँ अलिक नलेज पनि कम भयो, अलिकति गाह्रै हो। त्यो रिसर्चमा थोरै रिसर्च पनि त्यसमा बेस्ट भएर बस्नुपर्ने। अनि अर्को चाहिँ अब एकचोटि पोजिटिभ आयो, ल ठिक छ 14 दिनपछि जाला नि त भन्यो। अनि त्यसपछि 14 दिन पछाडि नि पोजिटिभ आएपछि ला अब मलाई के हुन्छ भन्ने कुरा चाहिँ थियो। तर मलाई 2-3 दिनभन्दा बढी चाहिँ गाह्रो भएन। सुरुका दिनमा चाहिँ 5 दिनसम्म चाहिँ नयाँ सिम्टम्स थपिँदै गएको भएर अलिकति गाह्रो भएको थियो। किनभने ज्वरो चाहिँ 102 भन्दा माथि नै ज्वरो आइरहेको भएर त्यो ज्वरो लिएर चाहिँ गाह्रो पाऱ्यो भने पछि त त्यस्तो ठिकै भयो। मलाई त्यो सामान्य हुँदै गयो, पछि ठिक भयो। अलिक जानलाई मात्रै धेर लाग्यो, मलाई चाहिँ 1 महिना लाग्यो मलाई कोरोना नेगेटिभ आउन चाहिँ। त्यही त, जनसेवामा लाग्दै पनि आफै सङ्क्रमित हुनुभएको यो खबर पक्कै पनि यहाँको आँटलाई म प्रशंसा गर्न चाहन्छु। हजुर, धन्यवाद। एकदमै प्रशंसा गर्न चाहन्छु। यसरी त्यतिखेर चाहिँ अलिकति कस्तो अनुभव भयो? दिक्क लाग्यो होला यहाँलाई, व्यर्थै यो पेसामा लागे भन्ने डर केही फिल भयो? हजुर, सुरुमा चाहिँ त्यति डर थिएन, किनभने मलाई लाग्दाखेरि डर अलिक खतम भइसकेको भन्दा पेसेन्टहरू त हामीले डेली बेसिसमा पेसेन्ट हेरिरहेको, अनि पेसेन्टलाई कस्तो भएको छ भन्दाखेरि हामीले चाहिँ माइल्ड केसेसहरू पनि डिल गऱ्यौँ, प्लस त्यसबाट मोडरेट जाने केसहरूलाई चाहिँ अब ट्रान्सफर गरेको हो। त्यही भएर मलाई सिम्टम्स के थियो भन्ने कुरामा चाहिँ अब त्यति हार्ड सिम्टम्स थिएन, अनि सास प्रश्वासको कुनै पनि समस्या नभएको भएर त्यति डर चाहिँ थिएन। डर के थियो भन्दाखेरि चाहिँ ला अब के अरे क्वारेन्टिनमा त म बसेको थिएँ,
तर पनि हल्का बोल्दाखेरि दसैँको टाइम थियो फ्यामिलीलाई सर्यो किन भन्ने चाहिँ डर थियो। जब उहाँहरूको रिपोर्ट नेगेटिभ आएपछि चाहिँ सुरुमा चाहिँ डर भएन मलाई, किनभने बिस्तारै सिम्टम्सहरू सुरुको 5 दिनमा चाहिँ अब आज ज्वरो छ, भोलिबाट घाँटी दुख्नु, पर्सिबाट खुसी लाग्न, यसरी दिनकै थपिँदै जाँदा चाहिँ ओहो कोरोना भनेर त नयाँ चिज हुँदो रहेछ। नयाँ दिनदिनमै नयाँ चिज थपिँदै जाँदो रहेछ, हामीले प्रिडिक्ट गरेको अनुसार नै हुँदो रहेन रहेछ, सबैलाई आफ्नै छुट्टै कुरा हुँदो रहेछ भन्ने अनुभव चाहिँ भयो। सुरुमा चाहिँ डर लागेको थिएन, किन बेकार गरे पनि थिएन। अनि पछि जब दोस्रो आयो ओहो मलाई त टाइम लाग्यो त, बिरामीहरूलाई त 10 दिनमै निको भएर पठाएर हामीले त 1 हप्तामा निको बनाएर नि पठाएको पेसेन्टहरू त, मलाई त 14 दिन भइसक्यो भन्ने भयो। त्यसपछि फेरि सेकेन्ड टेस्टको त्यसपछिको थर्ड टेस्ट जब पोजिटिभ आयो, थर्ड टेस्ट पोजिटिभ आएपछि अब चाहिँ डर लाग्यो। मलाई अरू नै केही भइसक्यो, सिम्टम्स नदेखेको पो हो कि मलाई न भित्रभित्र सक्यो कि भन्ने कुराले चाहिँ त्यसपछि चाहिँ डर लाग्यो। थर्ड पोजिटिभ आउँदा चाहिँ हल्का डर लाग्यो, तर बेकार नर्सिङ गरेछु यसले गर्दा कोरोना लाग्यो भन्ने कुरा चाहिँ कहिले पनि भएन। हजुर पक्कै पनि पेसेन्टहरूलाई यहाँले सेवा गर्दा गर्दै उहाँले चाहिँ आउने जाने निको भएर जाने यो प्रक्रिया चलिरहँदाखेरि निको हुन्छु भन्ने यहाँलाई आत्मबल चाहिँ थियो हैन? हजुर त्यो एक्सपिरियन्सले गर्दा नि मलाई आत्मबल चाहिँ बढ्यो भन्न चाहिँ, किनभने हामीले त देखिरहेको भयो उहाँहरू निको भएर जानुहुन्थ्यो। अनि प्लस हामीलाई फिजियोलोजी के थाहा भयो भने चाहिँ यस्तो भयो भने चाहिँ बिरामीलाई अलिक गाह्रो हुन्छ है, श्वास प्रश्वासमा समस्या आएपछि बल्ल गाह्रो हुन्छ है, श्वास प्रश्वासमा समस्या छैन भने त्यति आँतिनु पर्दैन भन्ने कुरा थाहा भएको भएर त्यसले गर्दा त्यति डर चाहिँ भएन। हजुर आफ्नो यहाँको अनुभवले पनि अब अगाडिका पेसेन्टहरूलाई उपचार गर्न यहाँलाई कुन एकदमै अनुभव पनि भयो, त्यसले गर्दाखेरि सजिलो पनि भयो होला है? अब आगामी दिनमा अनुभवले त पक्कै पनि मान्छेलाई अनुभवले परिपक्व बनाउँदै लाने हो। अब जस्तो स्वाइन फ्लू डिल गर्दाखेरि केही हदसम्म पुरै त होइन, कोरोना नयाँ भयो भने कोरोना डिल गर्न सजिलो भयो भने कोरोनाको डिल पछि आगामी दिनमा यस्तो सिचुएसन आयो भने चाहिँ हामी भिज्न सजिलै सक्छौँ भन्ने चाहिँ भएको छ। अब यसरी गर्नुपर्ने रहेछ भन्ने आइडिया भयो नि त। कोरोनाभन्दा अगाडि कोरोनालाई कसरी डिल गर्ने, अब हल्का स्वाइन फ्लू आउँदाखेरि आइसोलेसन गर्ने N95 मास्क त हामी लगाउँथ्यौँ, तर गाउँमा त तर पुरै पिपी सुट लगाएर काम गरेको थिएन भने त्यसपछि पिपी सुट यसरी लगाउने, यसरी काम गरेपछि हामीलाई सर्दैन भन्ने कुराको अनुभव भयो भन्दाखेरि जस्ट रिकभर पनि भएँ म त। अब अझ लागेर पनि धेरै साथीहरू पनि रिकभर हुनुभयो, त्यसपछि अझ आत्मबल बढ्दो रहेछ आफूलाई भइसकेपछि। ल अब आइन्दा दिनमा चाहिँ हामी जस्तो पनि गर्न सक्छौँ है भन्ने कुरा चाहिँ हुँदो रहेछ। हजुर अनि अहिले भर्खरै फेरि अब नयाँ किसिमको भाइरस आएको छ भनेर बजारमा सुनिएको छ, विदेशहरूमा त्यस्तै हल्ला छ, यसको बारेमा यो चाहिँ नेपालमा आइसकेको के यहाँले थाहा पाउनु भएको छ? नेपालमा पनि क्वारेन्टिनमा चाहिँ हामीले राखेको छौँ, सायद आइसोलेट गरेर कतिजना 60 जना भन्दा माथि आउनु भएको छ सायद युकेबाट। अब उहाँहरूको टेस्टले के भन्छ, उहाँहरूको टेस्टबाट चाहिँ स्ट्रेन नयाँ हो कि होइन भन्ने कुरा चाहिँ अब उहाँको टेस्ट गरेपछि नै थाहा होला। उहाँको टेस्ट रिजल्टहरू चाहिँ सार्वजनिक भएको थाहा भएन मलाई। अब युकेमा मात्र देखिएको बनाएको छ, अब सम्भवतः अब नआइपुग्ला भन्न सकिन्न, किनभने उहानमा देखेकोले विश्वभरि भ्याउँछ भने युकेकोले पनि भ्याउन सक्छ। लकडाउन त उहानमा पनि गरेको हो, त्यहाँ पनि भएको छ हुन त। अब त्यसको लागि चाहिँ हामी प्रिपेयर चाहिँ भइराख्नुपर्छ, आउँदैन भन्न चाहिँ सकिन्न, आउन सक्छ। अब 63 जनाको रिजल्टले के भन्छ, उहाँहरू पछाडि अब को आउनुहुन्छ त्यो अनुसारले फरक पर्छ। हजुर रोजिनाजी खुसी लाग्यो, एकदमै खुसी लाग्यो यहाँले आफ्नो अनुभवहरू सेयर गर्नुभयो, विभिन्न आफ्ना अनुभवहरू सेयर गरिदिनु भयो, कुरा राख्ने मौका दिनुभयो। हजुर अब जाँदा एउटा अर्को प्रश्न पनि म यहाँलाई छोड्न चाहन्छु, बोलिरहेको हुँदैन त्यसको लागि धेरै धेरै धन्यवाद। एउटा प्रश्न अर्को एउटा सोध्छु म यहाँलाई, भावी पिँढीहरूलाई के सन्देश दिन चाहनुहुन्छ? अब आउने पिँढीहरू भनौँ न, नर्सिङ पेसाहरूका हजुर नर्सिङ पेसाकाहरूलाई हेल्थ केयर भनौँ, अब दुवैलाई भनौँ न। हजुर हेलो हजुर नर्सिङ पेसामा आउनेहरूलाई कुनै किसिमको सन्देश दिनुहोस् न। जो पनि आउनुहुन्छ नर्सिङमा चाहिँ अलिक बुझेर आउनुहोस् होइन, नर्सिङमा के गर्नुपर्छ। कति आउनुहुन्छ आफै यत्तिकै पेरेन्ट्सको दबाबमा विदेश जानका लागि आउनुभयो भनौँ भने नर्सिङमा
त्यो एडजस्ट गर्न गाह्रो हुन्छ कि म गर्छु भन्ने हिम्मत भएन भने चाहे त्यो नर्सिङ होस् चाहे त्यो मेडिसिन होस् एकदमै गर्न गाह्रो हुन्छ किनभने तपाईँले यस्ता कुरामा तपाईँ जेनरली जुन कुरा गर्नै चाहनुहुन्न त्यो कुरामा चाहिँ तपाईँले डिग्निटी फाइन गरेर चाहिँ गर्नुपर्ने हुन्छ बाँकी भएन सबै चिजको आफ्नै राम्रा नराम्रा चिजहरू छन् नर्सिङ पनि धेरै बदलिसक्यो नर्सिङ राम्रै छ एज अ करियर होइन आउनुहोस् राम्रो छ तर जे गर्नुहुन्छ बुझेर र म बुझिसकेपछि म गर्न सक्छु यतिसम्मको भन्ने भयो भने चाहिँ उहाँहरूले गर्न सक्नुहुन्छ त्यति गाह्रो कुरा छैन नर्सिङ हजुर धन्यवाद सिलवालजी म यहाँसँग जोडिएर आज अनुभवहरू सेयर गर्न पाएँ हाम्रा श्रोताहरूलाई हृदयदेखि धन्यवाद नेवा एफएमको तर्फबाट हस् मलाई पनि कुरा राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद भविष्यमा फेरि जोडिने आशा राख्दै आज छुट्टिन्छु स्वस्थ रहनुहोला श्रोताहरू उहाँ हुनुहुन्थ्यो रोजिना सिलवाल नर्सिङ अफिसर हुनुहुन्थ्यो उहाँ कार्यक्रमबाट युनिक साक्य र शङ्कर थापालाई बिदा दिनुहोस् नमस्ते शुभ